अघि दाइलाई माननीय दाइलाई पनि भनिसकेका छौँ यसको के गर्ने। अनि यहाँका मतहरू भन्दाखेरि यहाँ हामीलाई हामी पार्टी यो फरक फरक दुई पार्टी भए पनि यहाँ पनि कहिल्यै पनि लडाइँ झगडा पनि भएको छैन। त्यस्तो एउटा टोल हो यो भनेको। हामी थापा हामी सार्की अनि नेपाली बस्छु यहाँ नेपाली अहिले कम भए पनि तर हामी थापा र सार्की बढी गर्छु थापा बढी छु। त्यो भएको कारणले मैले पहिल्यै पनि भनिरहेको छु कि यहाँका जनताहरूलाई खुसी पार्ने तपाईँहरूले अब हामीले 5 वर्षभित्र धेरै विकास गर्नुपर्छ भन्ने होइन। तर यहाँका जनताहरूले यहाँका मतदाताहरूलाई तपाईँले यहाँका अरू विपक्ष भए पनि तल दुःख अप्ठ्यारोमा परेको बेला मात्र कल उठाइदिएपछि समस्या भएको ठाउँमा ल ठिक छ मैले सक्ने ठाउँमा म सहयोग गर्न त सक्छु भन्ने 8 राखिदिनु होला 10 राखिदिनु होला। तपाईँले नम्बर 24 घन्टा उठाइदिनु होला। फेसबुकमा मेसेज गरेपछि उठाइदिनु होला। किनभने आकाश पल्टेला अहिले 5 वर्षभित्र यो पुरै आकाश पल्टेला भन्ने विकास हामीलाई चाहियो। दुःख अप्ठ्यारोमा परेको बेला तपाईँले साथ दिनु होला भन्ने अनुरोध गर्न चाहन्छु। अर्को कुरा अब यो चौतारो अधुरो छ। तपाईँले अझ एकचोटि हामी तपाईँलाई यो चौतारो वरिपरि पनि घुमाइदिन्छु एकचोटि होइन। यहाँ पछाडि हाम्रो वाल आधा छ यो पछाडि आधा छ मन्दिरको भिडभाड छैन। अनि खानेपानी त अहिले लगभग भइराखेको छ भनौँ न होइन। खानेपानी पनि भइराखेको छ। अनि विद्यालय छ हामीसँग 3 सम्मको त्यहाँ मास्टर शिक्षकहरूलाई अहिले पनि गाउँबाट चन्दा उठाएर दिने अवस्थाको छ। हाम्रो ढुङ्गेश्वरी स्कुलले गर्दा तपाईँको बाटो पर्छ त्यहाँ हेर्नु होला। उसको भेडभाड पनि छैन ग्राउन्ड पनि छैन। विद्यार्थी खेल्दा खेल्दै लोटो भनेपछि तरिका सिधै हातबाट भाँच्चिने मर्न अवस्थासम्म पुग्ने विद्यालय छ। त्यसलाई पनि अलिकति प्राथमिकतामा राखिदिनु होला। अर्को कुरा हामीसँग सबभन्दा समस्या भनेको त्यति ठुलो तपाईँले 5 वर्षमा पुरा तपाईँले यो टोललाई गरिदिनु होला भन्ने पनि छैन। मैले देवराज जोशी 2 चोटि प्रदेश प्रमुख हुँदाखेरि मैले 4 चोटि उहाँलाई योजना टिपाएको थिएँ। एउटा मलाई यो खेत भनेको पुरै यो अलिकति हाम्रै पर्छ भनौँ न। यो सिँचाइ गर्नलाई पाइप मसिनो एक अङ्लाको पाइप ल्याएर हामीले के घरको लिप्छौँ नि त्यो कोठाहरू त्यस्तो लिपेर रोपाइ गर्नुपर्ने वातावरण छ। त्यसको लागि हामीलाई त्यो माथि एउटा ठुलो ट्याङ्क चाहिएको छ भने जबसम्म म राजनीतिमा लागेँ जबसम्म अघिल्लो पालाको स्थानीय आएँ त्योभन्दा अगाडिदेखि त्यो ट्याङ्क चाहिन्छ भनेर मैले बारम्बार लेखाएको छु। त्यो ट्याङ्क पनि भएको छैन। रोपाइँको बेला हेर्नु होला अझै पनि सामाजिक सञ्जालमा लिपेर हामी रोपाइँ गर्छौँ क्या यहाँ यो खेतबारीमा। त्यो सो अहिलेसम्म त्यहाँ ट्याङ्क पनि बन्दैन। अनि अर्को कुरा रोडको अलिकति हाम्रो पनि कमजोरी छ। नहुनुपर्ने हुने जग्गामा अलिकति हाम्रो पनि कमजोरी छ। तपाईँहरूको मात्रै हामी आरोप लगाउँदैन। रामबहादुर पानिया विपक्षकै भए पनि उहाँले पनि भन्नुभएको छ तपाईँ माइनर लिएर म त्यहाँ डोजर हालिदिउँला पनि म सिङ्गाडाको भलिबलको दिन मैले भन्नुभएको थियो। उहाँले त भन्नुभयो तर हामीमा कमजोरी छ। त्यो तपाईँहरूलाई त्यो जब हामी त्यो जग्गा सहमत गराउँछौँ त्यसपछि तपाईँहरूलाई हामी निवेदन पनि गरौँला। अनि अर्को कुरा यहीँनिर हाम्रो युवाहरूको लागि गराउनमा पनि अधुरै छ। गराउनको पनि अलिकति आवश्यक छ होइन। यहाँका युवाहरू भनेपछि घर अहिले यति देखियो भने हामीसँग कम्तीमा 300 350सम्म मतदाता छन्। त्यतिसम्म पुगिसक्यो भनौँ न। अब अहिले बाहिर छन् बरुबर यहाँ भित्र नभए पनि। अनि त्यसो हुँदै गर्दाखेरि तपाईँले फेरि पनि एकचोटि मैले जसरी देवराज अङ्कलले जसरी टिपेर दिनुभयो त्यस्तो नहोस् योभन्दा पछिको दिनमा। अनि दीपक दाईले मेयर जित्दै गर्दाखेरि मैले बारम्बार आग्रह गरेँ दाई कुलो उद्रिया छ कुलो हालिदिनु भन्दाखेरि पनि उहाँले पनि ठिक छ भन्दा उहाँको कार्यकाल पनि सकिगयो होइन। त्यसपछि हामी प्रतितालाई जिताउनलाई हामीले पनि यसरी तपाईँलाई धेरै जसरी यो चौतारोमा बाहिर यो चौतारो आवश्यक छ उतिलाई यो चौतारो पनि बनिएको थिएन। यो चौतारो आवश्यक छ दाइ यो चौतारोको लागि पनि केही गरिदिनु होला भनेर धेरैचोटि भन्दाखेरि उहाँको पनि अब ठिकै छ। उहाँको पनि पुरा 5 वर्ष चलाउन नपाए पनि उहाँको कार्यकाल पनि अधुरै गयो। त्यसपछि अब यो तपाईँले कतिखेर पनि भन्नुहुन्छ अहिले आवश्यक उहाँहरूलाई कहाँ हालाउनुपर्छ कसरी हामी पछाडि ल्याउनुपर्छ तपाईँलाई भोट हाल्नुपर्छ त्यो ग्यारेन्टी हाम्रो भयो। तर उहाँहरूको ग्यारेन्टी र हाम्रो ग्यारेन्टी चाहिँ तपाईँहरू त्यो भन्न चाहन्छु म। त्यो ग्यारेन्टी लिनु होला भोलिको दिनमा। किनकि दुःख अप्ठ्यारोमा परेपछि कुनै अप्ठ्यारोमा परेपछि कल उठाउने सामान्य केही केस छ भने चाहिँ त्यहाँबाट छुटकारा दिने होइन त्योसम्म त गर्न सकियो। तपाईँहरूले हामीलाई सिकाउने हामीले गर्ने हो। तपाईँहरूले गर्नुपर्छ भन्ने होइन। हामीले त सिकाउनु पऱ्यो नि त कम्तीमा त्यो हो। अर्को कुरा यहाँका मतदातालाई के भन्न चाहन्छु भने योभन्दा पहिलेका जस्तो काङ्ग्रेस छैन। अब काङ्ग्रेस सुध्रिँदै आएको छ।